तेस्रो कन्सर्न के रहेको छ भन्दाखेरि चाहिँ इभी स्कुटर्सहरू चाहिँ जाडोमा पावर सकिन्छ अथवा अचानक बन्द हुन्छ भन्ने कुरा। तपाईँको पावर चाहिँ सकिने होइन, तर रेन्ज चाहिँ केही हदसम्म घट्छ, त्यो चाहिँ ढाँट्ने कुरा होइन। तर रेन्ज घटेर पनि तपाईँले इन्टरनेटमा देख्नुभयो जस्तो एकदमै धेरै घट्ने होइन। काठमाडौँको 5 देखि 10 डिग्री सेल्सियसको जाडोमा पनि हाम्रो रेन्ज भनेको 5 देखि 10% मात्र घटेको छ। त्यो भनेको तपाईँको ब्याट्रीले यदि तपाईँलाई 100 किलोमिटर दिइरहेको छ रेन्ज भनेदेखि 5 देखि 10% घट्नु भनेको तपाईँको स्कुटर अझै पनि 90 किलोमिटर चाहिँ आरामले जान्छ। अनि अर्को भनेको चाहिँ स्कुटर बन्द हुँदैन, ब्याट्री बिग्रिँदैन। किन हुँदैन भनेदेखि अहिलेको प्रायः जस्तो सबै मोडर्न स्कुटर्सहरूमा चाहिँ बिएमएस सिस्टम्सहरू बिएमएस राखेको छ ब्याट्रीमा। ब्याट्रीमा बिएमएस राख्नुको अर्थ चाहिँ के भनेदेखि तपाईँको ब्याट्रीलाई चाहिँ जाडोमा तातो राख्नु र अनि तपाईँको स्कुटरलाई ओभरहिट नदिनु। जस्तै कि उकालो धेरै लामो समयसम्म चलिराख्नु भएको छ भनेदेखि अब मोटरमा तपाईँको पावर फाल्दा फाल्दा ब्याट्रीलाई ओभरलोड हुन्छ। अब त्यस्तो भएपछि ओभरलोड भएको आफै थाहा पाएर उसले चाहिँ पावर कम गराइदिन्छ र मोटरलाई आफै कुल गराउने र ब्याट्री पनि आफै कुल गराउने गरेको हुन्छ, जसले गर्दा तपाईँको इभी स्कुटर्सहरू चाहिँ जाडोमा बन्द हुन्छ, चल्दैन, पावर सकिन्छ, रेन्ज घट्छ भन्ने कुराहरू चाहिँ एकदमै गलत रहेको छ। त्यसको साटो बरु तपाईँको फ्युल बाइकमा चाहिँ तपाईँले धेरै समस्या देख्न सक्नुहुन्छ। किनभनेदेखि तपाईँको फ्युल बाइकमा ओइल जाम हुन्छ, कार्बोरेटरमा आइसिङहरू बन्नु थाल्छ। त्यसपछि तपाईँले किक स्टार्ट गर्दाखेरि पनि अब स्पार्क प्लग नै बिग्रिन सक्छ। त्यस्तो भएको कारणले गर्दाखेरि चाहिँ इभीमा भन्दा नि तपाईँको फ्युल बाइकमा चाहिँ जाडोमा स्टार्ट हुन अलिकति समस्या देखिन्छ। अब चौथो कन्सर्न तपाईँहरूको चौथो चिन्ता चाहिँ के छ भन्दाखेरि तपाईँहरूले ब्याट्री चाहिँ 2-3 वर्षमै मर्छ भन्ने खालको कुरा गर्नुहुन्छ। हजुर, त्यो ब्याट्री 2-3 वर्षमा मर्ने भनेको चाहिँ तपाईँले कस्तो खालको ब्याट्री युज गरिराख्नु भएको छ त्यसमा फरक पर्छ। हामी भन्दैनौँ कि होइन इभीको ब्याट्री चाहिँ अब 10 वर्ष 20 वर्ष टिक्छ भनेर त्यसरी भन्नु पनि मिलेन, किनभनेदेखि 2-3 वर्षमा बिग्रिन्छ भने। तर कस्तो खालको ब्याट्री चाहिँ तपाईँको 2-3 वर्ष अझ त्योभन्दा कम समयमा बिग्रिन्छ भनेदेखि चाहिँ तपाईँले सबभन्दा सुरुमा नेपालमा जब एभी टु व्हिलर्स छिरेको थियो त्यतिखेर युज भएको बेसिक लिड एसिड ब्याट्रीहरू, जसको चाहिँ तपाईँको लाइफ स्प्यान भनेको 1 देखि 1.5 वर्ष मात्र हुन्छ। 2 वर्षभित्रमा त तपाईँको त्यो ब्याट्री कामै लाग्दैन, फुल्लिएको हुन्छ। अब फुल्लिएर पनि तपाईँ चलाउनुहुन्छ भने त्यो पड्किने रिस्क हुन्छ। त्यो कारणले गर्दा तपाईँको त्यस्तो ब्याट्री काम लाग्दैन। अर्को भनेको ब्ल्याक गोल्ड अथवा ग्राफिन ब्याट्रीहरू पनि अब 2 वर्ष 3 वर्ष टिक्छ। बेसिक लिड एसिडको भन्दा चाहिँ अलिकति लामो लाइफ स्प्यान हुन्छ, तर पनि यसको चाहिँ समस्या त्यही छ। यसको समस्या सेम बेसिक लिड एसिड ब्याट्रीको जस्तै छ, जुन चाहिँ धेरै हिट चाहिँ रेजिस्ट गर्न सक्दैन। जस्तै कि तपाईँले यदि दिनमा 50-60 किलोमिटर कुद्नुहुन्छ भनेदेखि चाहिँ त्यो भनेको तपाईँको ब्याट्रीलाई बडी प्रेसर पर्नु हो र मोटरलाई बडी प्रेसर पर्नु हो। अनि त्यसको कारणले गर्दाखेरि चाहिँ तपाईँको ब्याट्री फुल्लिने अनि चाँडो बिग्रिने गर्ने सम्भावना हुन्छ, जसले गर्दा 2-3 वर्षमा चाहिँ चेन्ज गर्नै पर्छ। अब तपाईँले 2-3 वर्षमा चेन्ज नगर्नु पर्नुको लागि चाहिँ कस्तो खालको ब्याट्री चुज गर्नु पर्यो भन्दाखेरि चाहिँ जुनको चाहिँ लाइफ स्प्यान एकदमै धेरै हुन्छ र ब्याट्री चाहिँ एकदमै स्मार्ट छ। स्मार्ट भन्नाले तपाईँले कस्तो कुदाइराख्नु भएको छ त्यो डिटेक्ट गरेर तपाईँको कुदाइसँगमा कति पावर कता पठाउने भनेर आफै डिसाइड गर्न सक्छ। जुन चाहिँ अहिलेको नयाँ टेक्नोलोजी, थ्याङ्क यू टु BYD कम्पनी जसले चाहिँ ब्लेड ब्याट्री बनाउनु भयो। उहाँहरूले ल्याउनु भएको ब्लेड ब्याट्री चाहिँ एकदमै स्मार्ट छ, जसले चाहिँ तपाईँको राइडिङ ह्याबिटलाई चाहिँ रिड स्टडी गरेर तपाईँले कस्तो ठाउँमा कति पावर फ्याल्नुहुन्छ, तपाईँले जर्क गरेर चलाउनुहुन्छ कि हुँदैन हो त्यो सबै स्टडी गरेर तपाईँसँग नै तपाईँकै एउटा जिउको अङ्ग बनेर काम गर्छ, जसले गर्दा यसको ब्याट्री लाइफ साइकल छ भने चाहिँ 8 देखि 12 वर्षसम्म टिक्छ। अब हामीले दिएको ब्याट्रीहरूमा चाहिँ हामी ग्यारेन्टी दिन्छ 3 वर्षको, किनभनेदेखि हामीले युज गर्ने ब्याट्री चाहिँ एकदमै राम्रो क्वालिटीको हुन्छ र धेरै जस्तो टेस्टहरू पास गरेर आएको हुन्छ। त्यो टेस्टहरूको बारेमा चाहिँ हामी तल कुरा गर्नु। त्यही कारणले तपाईँले 2-3 वर्षमै इभीको ब्याट्री बिग्रिन्छ भन्ने सोच राख्नु नराम्रो त होइन, तर त्यो सोच तपाईँले अब यहाँबाट थाहा पाउनुभयो कि साँच्चीकै बिग्रिँदो रहेछ। तर मैले अब कस्तो ब्याट्री चाहिँ युज गर्दा राम्रो हुन्छ भनेर हो त्यो चाहिँ तपाईँले रिसर्च गर्नुपर्ने हुन्छ। ब्याट्री कस्तो राम्रो कस्तो नराम्रो, तपाईँ छोटो यात्रा गर्नुहुन्छ भने तपाईँलाई कस्तो सुट गर्छ, लामो यात्रा गर्नुहुन्छ कस्तो सुट गर्नुहुन्छ गर्छ ब्याट्री, त्यसको बारेमा हामी तल कुरा गरौँ न। अब हामी लागौँ तपाईँको पाँचौँ चिन्तातिर। अब इभी बिग्रियो भनेदेखि चाहिँ बनाउने कसले? अब सुरुमा इभी नेपालमा छिर्दाखेरि धेरै कम्पनीहरू आएको थियो। अब उहाँहरूसँग चाहिँ कस्तो थियो भनेदेखि इभीको भेहिकल 4 व्हिलर्स त नेपालमा मजाले चलिरहेको छ, 2 व्हिलर्स पनि मजाले चलिरहेको छ नि भनेर उहाँले चाहिँ 10-12वटा इभी स्कुटर्सहरू लिएर आए। तर नेपालको अब मेन्टालिटी इन्जिनदेखि एकैचोटि ब्याट्रीमा सिफ्ट हुन त गाह्रै छ। अर्को भनेको इभी 4 व्हिलर्समा एकदमै लङ रेन्ज दिइरहेको थियो
र एकदमै ट्रस्टेड ब्रान्डहरू आएर, जस्तै कि चाइनामा $multi-billion कमाइसकेको कम्पनीहरू अब वर्ल्ड वाइड रिनाउन्ड कम्पनीहरू आएर इस्टाब्लिस भएको कारणले गर्दाखेरि इभी 4 व्हिलर्समा चाहिँ मान्छेले भरोसा गर्न सक्यो। तर यहाँ चाहिँ छाने मानेहरू अब जे पाइ त्यही कम्पनीहरू आएर अब बेच थालेपछि त कसले चाहिँ विश्वास गर्छ त, मै गर्दिनँ होइन। त्यही कारणले गर्दाखेरि चाहिँ इभी उनीहरूले लिएर आए 10-12वटा बेच्यो अनि त्यसरी ढाकिहाल्ने कम्पनी नै बन्द। अनि सुरुमा किन्ने मान्छेहरूले चाहिँ त्यही दिमागमा सोच राख्यो कि बिग्रेपछि बनाइदिँदैन, बिग्रेपछि कामै लाग्दैन, किन किन्ने इभी भन्ने हुन्छ क्या। तर इभी चाहिँ मेन्टेनेन्स सिम्पल छ। यदि तपाईँले नेपालमै अथवा होम कन्ट्रीमै एसेम्ब्ली प्लान्ट भएको अथवा अझै राम्रो त म्यानुफ्याक्चरिङ प्लान्ट नेपालमै भएको भएदेखि तपाईँले इभी नै छान्नुहुन्थ्यो। किन भन्दाखेरि यसमा इन्जिन हुँदैन, कार्बोरेटर हुँदैन, क्लच हुँदैन, इन्जिन ओइल हुँदैन, जसले गर्दा तपाईँको खर्च भनेको चाहिँ एकदमै जेरै बनाइदिन्छ। यसको बेसिक खर्च आउने भनेको तपाईँको ब्रेक प्याड र अनि ब्रेक ओइल चेन्ज गर्दा, अर्को भनेको टायर चेन्ज गर्दा। टायर 2 वर्षमा एकचोटि, ब्रेक प्याड 3-4 महिनामा एकचोटि, त्यो पनि एकदमै ह्याप्पी चलाउनुहुन्छ, दिनकै 60-70 किलोमिटर चलाउनुहुन्छ भने। नत्र त तपाईँको 3-4 महिनासम्म पनि 1 रुपियाँ पैसा खर्च हुँदैन। त्यो कारणले तपाईँहरू नसोच्नु कि इभी बिग्रियो भनेदेखि बनाउँदैनन् भनेर। अब बनाइदिने नबनाइदिने कम्पनीहरू पनि छ, त्यो चाहिँ तपाईँले आफै सम्झेर बुझेर रिसर्च गरेर छान्नु, कुन चाहिँ कम्पनी एकदमै भरोसामन्दी छ र कुन चाहिँले चाहिँ एकदमै आफ्नो तपाईँको समस्याहरू चाँडो रिजल्भ गरिदिन्छ, र कुन चाहिँ कम्पनीले तपाईँसँग रिलेसनसिप राम्रो बनाइरहेको छ। बेचेर पठाउने मात्र होइन कि बेचिसकेपछि पनि तपाईँलाई बेला बेलामा कल गरेर तपाईँको एक्सपिरियन्स कस्तो छ, तपाईँको इभीले पर्फर्मेन्स कस्तो दिइरहेको छ, तपाईँको इभी रेगुलर चेकअप गर्ने बेला भइसकेको छ, आउनु होला, त्यस्तो जानकारी दिने कम्पनीहरूसँग चाहिँ तपाईँले लिङ्क गरेर उनीहरूसँग राम्रोसँग कम्युनिकेसन गरेर किन्दाखेरि चाहिँ राम्रो। तपाईँले त्यसरी किन्नुभयो भनेदेखि तपाईँको इभी बिग्रियो भनेदेखि तपाईँलाई चिन्ता एक थोपै पर्दैन। अझ हाम्रो मेटा इभीको स्कुटरहरू किन्नु भनेदेखि त मेन्टेनेन्स र रिपेयरको खर्च तपाईँले सामान फेर्नुभयो भने मात्र लाग्छ, नत्र त ज्याला खर्च भनेको 0 दिन्छौँ हामी। तपाईँले हाम्रो मेटा इभी स्कुटर चलाइन्जेलसम्म हामी तपाईँको ज्याला चाहिँ लिँदैनौँ, तपाईँलाई ज्यालाको खर्च चाहिँ लिँदैनौँ। किनभनेदेखि हाम्रो कम्पनी चाहिँ सप्लायर कम्पनी पनि हो एउटा। हामीले बेच्ने मात्र होइन कि हामीले अरू ब्रान्डहरूलाई पनि हाम्रो पार्ट्सहरू सप्लाई गर्छौँ। किनभनेदेखि हाम्रो चाहिँ मेटा इभीको चितवनमा ठुलो फ्याक्ट्री छ, अनि यहीँ काठमाडौँ भ्यालीमै पनि यहीँ दुवाकोटमा फ्याक्ट्री छ, जसमा चाहिँ तपाईँले एकदमै फास्ट रूपमा हाम्रो पार्ट्सहरू पाउन सक्नुहुन्छ। स्पेयर पार्ट्सहरू एकदमै धेरै छ, जसले गर्दा तपाईँले पार्ट्सहरू बिग्रियो भनेदेखि तुरुन्तै पाइहाल्नुहुन्छ। हाम्रो गोल चाहिँ के रहेको छ भनेदेखि तपाईँको जस्तोसुकै समस्या पनि 48 घन्टाभित्रमा हल गरेर तपाईँलाई स्कुटर फिर्ता दिने। अनि 48 घन्टासम्म पनि तपाईँ यदि काम गर्नुहुन्छ, तपाईँको दैनिकी पठाउ चलाउने हुनुहुन्छ भनेदेखि त तपाईँलाई त 48 घन्टामा तपाईँले 1000-1200 रुपियाँ त खर्च अब कमाउने त मौका गुमाउनुहुन्छ नि त। त्यो कारणले त्यस्तो पनि तपाईँलाई दिँदैन। तपाईँको स्कुटर 2-3 दिनसम्म बनाउनुलाई टाइम लाग्छ भनेदेखि तपाईँलाई हामी हाम्रो स्पेयर स्कुटर दिन्छौँ, जुन चाहिँ तपाईँले कुदाउँदै गर्नुहोस् तपाईँको स्कुटर बनिन्जेलसम्म। अनि तपाईँको स्कुटर बनेपछि त्यो स्पेयर स्कुटर ल्याएर हाम्रोमा दिनुहोस् अनि आफ्नो स्कुटर लिएर जानुहोस्, त्यतिसम्मको सुविधा दिन्छौँ हामी। अब एउटा सिन्टेक्समा भन्नुपर्दाखेरि चाहिँ इभी अनरिलायबल होइन। अब इभी अनरिलायबल कसले बनाएको थियो भन्दाखेरि 10-12 वर्ष अगाडि जुन ब्रान्डहरू आएर छाडेपारे ब्रान्डहरू आएर चाहिँ 10-12वटा बेच्यो अनि त्यहाँदेखि भाग्यो। उहाँहरूले गरेर चाहिँ तपाईँलाई भर गर्नलाई अलिकति गाह्रो परेको। पर्फेक्ट त होइन इभी, प्रब्लम छ, तर मेन्टेनेन्स चाहिँ कम हुन्छ, रिपेयरलाई पनि एकदमै सजिलो छ। अनि तपाईँले आफूले नै कन्ट्रोल गर्न सक्नुहुन्छ कति खर्च गर्ने कति खर्च नगर्ने। त्यो कारणले गर्दाखेरि चाहिँ इभी चाहिँ पेट्रोलभन्दा चाहिँ अलिकति सुइटेबल मान्छु, म चाहिँ त्यस्तो मान्छु। तपाईँले के सोच्नुहुन्छ, तपाईँ अब सबैजनाको मान्छेको आफ्नो भर पर्छ। त्यो कारणले इभी वर्थ छ कि छैन भन्ने चाहिँ तपाईँको ब्याट्रीले डिसाइड गर्छ, कम्पनीले डिसाइड गर्छ, न कि लुक्सले अनि कस्तो कस्तो फिचर दिएको छ।